अरू पार्टीले चुनाव जिते भने उनका पार्टीले चुनाव जित्छ साथी हो। रापरपाले चुनाव जित्यो भने यो देशले जित्छ। यो कुरा याद गरेर मात्र मतदान गर्नु होला। किनभने प्रधानमन्त्री त कति आए कति गए हिसाब किताब छैन। 64 मा प्रचण्ड आए, कहिले काले आए, कहिले सेते आए, कहिले गोरे आए, कहिले पहेँले आए, तर देश र जनताको स्थिति जिउको तिउँ भयो। किनभने यो देशको खर्चिलो व्यवस्था प्रदेश पाल्न सक्दैनौ। प्रदेश खारेज गर्ने भए रापरपालाई मतदान गर्ने, यहाँभन्दा अर्को कुनै विषयवस्तु छैन। अर्को लाज मान्छौँ आज हामी 81% हिन्दू भएर, बुद्धिस्ट भएर, किराँती भएर आज आफूले वैदिक सनातन सहितको हिन्दू अधिराज्य नेपाल बनाउनुपर्छ भन्ने कुरा पनि अहिले बोल्न लाज मानिरहेका छौँ। तर रापरपाले यो योजना स्थापित गर्छ। त्यसका लागि तपाईँको फतेसिंह थारूका सुपुत्र तारासिंह थारूलाई मतदान गर्नका लागि म अपिल गर्न चाहन्छु। हामीले के गरेका छौँ? आज मन्दिर त चाहिँदो रहेछ नि, होइन? अहिले चुनावको बेला चाहिँदो रहेछ त, होइन? चुनावको बेला त अहिले खै पहेँलो टिका लगाएर गुटुङ टुङ 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 मन्दिर कुद्या छन्। हिजो अस्ति के भन्थे यिनीहरू? हिन्दू धर्म मान्ने भए, राजा मान्ने भए आफ्नो पार्टीमा नआऊ भन्ने होइन नि यिनीहरू, हो कि होइन? तर अहिले मन्दिर कुद्या छन्, पहेँलो वस्त्र बोक्या छन्। यिनले अहिले मन्दिर मन्दिर छिर्ने, गुम्बा गुम्बा छिर्ने, अनि अहिले हिन्दू राष्ट्र बुद्धिस्टका गएर गौतम बुद्धका शिरमा, शिवका शिरमा पाउमा ढोक गर्ने, अनि जनताबाट भोट हाल्ने लिने, भोट लिएर माथि गयो भने हिन्दू राष्ट्र चाहिँदैन भनेर सबभन्दा बढी कपुत यिनीहरूका विरुद्धमा यसपटक भोट हाल्ने होइन, हिन्दू राष्ट्र बचाउने भए हलोमा मतदान गर्ने। यसका लागि त्यो भावनाले मैले त्यति भने। अब छोटो समय छ। जुम्लाका दाजुभाइ यहाँ छौ भने अहिले साल जसको भोटर आइडी कार्ड जुम्ला छ उहाँहरू जुम्ला गइदिनु होला। जसको भोटर आइडी कार्ड जुम्लामा छैन उहाँ यहाँ हाम्रो तारासिंह थारूलाई भोट हालेर जिताइदिनु होला, जसको यहाँ छ। र अहिले जुम्लामा गइदिनु होला। तपाईँ सबैलाई अपिल छ, रुपियाँ छैन मसँग, किनकि भ्रष्टाचार गरेका छैन। जुम्लामा अहिले पनि जुम्लामा बनेका पुलसम्म भत्काइदिएर फेरि बनाएका इतिहास छन्। तपाईँले अहिले हेर्नु होला। जुम्ला नागमा कालीकोट जोड्ने पुल बनिसकेको पुल भत्काएर फेरि हामीले निर्माण गरेका छौँ। किन भ्रष्टाचारका विरुद्धमा हिजो पनि थियौँ, आज पनि छौँ र भोलि पनि हुनेछौँ। त्यसका लागि 2025 तपाईँको खर्च हुन्छ, गइदिनु होला। जो मान्छे जानै नसक्ने छ अर्को सहयोग गर्छु, सहयोग पनि गरिदिनु होला। यही हो सहयोग गर्ने। र यहाँ मतदाता नामावलीमा भएका सबैले तारासिंह थारूलाई मत हालेर एकपटक यो देशलाई जित्ने अभियानमा सरिक भइदिनु होला। म यति भन्न चाहन्छु।